उता रवि लामिछाने कारागारमा, यता भने सर्वोच्च अदालतको मुद्दा निरन्तर हेर्न नमिल्ने भन्दै टारिरहेको छ। नारायण पराईले उजुरी दिएको भन्दै रवि लामिछानेलाई कारागार चलान गरिएको थियो, जबकि नारायण पराईले नै मैले रवि लामिछानेको विरुद्धमा कुनै पनि जाहेरी दिएको छैन भनेर बाहिर खुलेआम भनिसकेपछि रवि लामिछानेलाई कारागार मुक्त गर्नुपर्ने हो कि होइन? जो व्यक्तिको उजुरी परेको थियो त्यो व्यक्तिले नै स्वयं आफूले नै यसरी नै खुलेआम रूपमा मिडियाहरूमा आएर मैले रवि लामिछानेको विरुद्ध कुनै पनि जाहेरी दर्ता गरेको छैन भन्दै बोलेको भिडियो उहाँकै मुखबाट यो सुनौँ। पहिले हामी रवि लामिछानेलाई जाहेरी दिएको होइन, हामी के को लागि दिएको भन्दा हाम्रो बचत फिर्ताको लागि दिएको। त्यस कारणले हाम्रो जो जाहेरी जो सरकारले मेरो नामबाट दिएको छ त्यो चाहिँ नि एकदमै गलत भएको छ र कुनै पनि कानुन या कुनै कटघरामा गएर उभिएर मैले यसको प्रतिवाद गर्नेछु। उनले मात्र होइन, बचतकर्ता बनाइएका अरू जाहेरीकर्ताहरूले पनि आफूहरूले रवि लामिछाने विरुद्ध जाहेरी नहालेको बताइरहेका छन्। एकपछि अर्को गर्दै प्रहरीले नै जाहेरीकर्ता बनाएको गीता आचार्य यस्तै गरेर एकपछि अर्को गर्दै मिडियामा आउँदै गरेका छन्। पनि आज भर्खरै मैले रवि लामिछानेको विरुद्धमा उजुरी हालेकै छैन भन्दै स्ट्याटस मार्फत के लेखेकी छिन् यो पनि हेर। अझ रोचक कुरा त के छ भने रवि लामिछाने जोडिएको सहकारीमा सदस्य नै नभएको, 1 रुपैयाँ पनि बचत नै नभएको व्यक्तिलाई उजुरीकर्ता बनाइएको यो पनि हेर्नुहोस्। मुख्य कुरा त के हुन्छ भने सहकारीमा सम्बन्धित कसुर गर्नको लागि उक्त सहकारीको सञ्चालक अनि सदस्य पनि हुनुपर्ने हो। तर रवि लामिछानेको हकमा भने मुद्दा चल्ने यो केही पनि आवश्यक नै परेको छैन। जीबी राई रहेकै सहकारी काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका सञ्चालक रहेकी काङ्ग्रेसकी सांसद माया राईलाई पक्राउ पूर्ति जारी भएको 7 महिना बितिसक्दा पनि त्यो पनि जनस्तरको दबावपछि बल्ल तल्ल पक्राउ गरेकै 16 दिनमा उनको मुद्दा किनारा लाग्यो। न त उनलाई सांगठित अपराधको मुद्दा लाग्यो, न त उनलाई सम्पत्ति शुद्धिकरणको मुद्दा नै लाग्यो। सहकारीमा प्रत्यक्ष सञ्चालक भएकी माया राईलाई 10 लाख धरोटीमा छोड्ने आदेश आयो। अर्का, जबकि सहकारीमा पाइला नै नटेकेको रवि लामिछानेलाई भने दुनियाँ मुद्दाहरू लगाएर सांसद पद समेत खारेज गरी त्यति मात्र कहाँ हो र 1 करोड धरोटी लिएर भएन भनेर फेरि जिल्ला कारागार भैरवामा जेल चलान गरियो। तपाईहरूलाई रवि लामिछानेको प्रतिशोध बारे के भन्नु छ? आफ्नो प्रतिक्रिया जस्ताको त्यस्तै राखिदिनु होला र मैले माथि युट्युबको लिङ्क छोडिदिएको छु, त्यहाँ गएर पनि एउटा सब्स्क्राइब गरिदिन नभुल्नु होला। धन्यवाद।